दाइ दुबईको ड्राइभिङ लाइसेन्स कसरी लिने, ड्राइभिङ लाइसेन्स चाहिँ कसरी के लिने के हो भनेर एकदमै धेरै मेसेज आउँछ है। अब हामीले खासमा गर्ने चाहिँ दुबईको बिजनेस लाइसेन्सको काम हो, तर मलाई क्वेसन चाहिँ लाइसेन्स भन्दा बुझ्नु हुँदो रहेछ गाडीको लाइसेन्स अथवा बाइकको लाइसेन्स भनेर बुझ्नु हुँदो रहेछ। र यसै सन्दर्भमा आज म तपाईँहरूलाई चाहिँ युएमा अथवा दुबईमा चाहिँ गाडीको लाइसेन्स कसरी लिने, कति कस्टिङ पर्छ गाडीको लाइसेन्स लिँदा, के प्रोसिडियर हुन्छन्, अनि स्टेप बाई स्टेप कसरी चाहिँ गाडीको लाइसेन्स निकाल्ने हो भन्ने कुराको बारेमा जानकारी दिन गइरहेको छु। र मैले पनि रिसेन्टली केही समय अगाडि गाडीको लाइसेन्स निकालेको हुनाले मलाई चाहिँ रिसेन्ट नियमहरू थाहा छ, मैले फलो गरेको छु, भर्खरै लाइसेन्स निकालेको छु। यसको विषयमा म तपाईँहरूलाई यो भिडियोमा जानकारी दिन गइरहेको छु है त। अब सुन्नुहोस्, दुबईमा तपाईँले गाडीको लाइसेन्स लिनुहुन्छ भने दुई किसिमको लाइसेन्स हुन्छ, एउटा हुन्छ अटोमेटिक, अर्को हुन्छ म्यानुअल है। अब दुबईमा अथवा युएमा चाहिँ मोस्टली धेरै जस्तो गाडीहरू चाहिँ अटोमेटिक रहेको हुनाले मैले अटोमेटिक नै लाइसेन्स लिएको छु र म सजेस्ट गर्दा अटोमेटिक नै लिँदा हुन्छ भन्छु। यहाँनिर म्यानुअल गाडी त्यति धेरै चल्दैन, 90% भन्दा बढी अटोमेटिक गाडी हुन्छन्, केही गाडीहरू मात्रै सर्टेन गाडीहरू चाहिँ म्यानुअलमा हामीले पाउँछौँ है त। अब सुन्नुहोस्, लाइसेन्स लिनलाई प्रक्रियाहरू के छन्, कसरी स्टेप बाई स्टेप लाइसेन्स लिने हो भनेर। र तपाईँलाई म भिडियोको लास्टमा कति पैसा पर्छ र मैले कहाँबाट लिएको थिएँ, कति पटकमा निकालेको कुरा पनि भन्नेछु है त। तपाईँले युएमा गाडीको लाइसेन्स लिँदै गर्दा सुरुमा तपाईँले चाहिँ थ्योरी एक्जाम हुन्छ नि, थ्योरी एक्जामको लागि पढ्नुपर्ने हुन्छ, क्लासेस हुन्छ। मैले मेरो नेपालको लाइसेन्स भएको हुनाले गर्दाखेरि 20 घन्टाको क्लास लिएको थिएँ। अरूको सन्दर्भ पनि सायद त्यही नै हुन्छ होइन, 20 घन्टाको क्लास हुन्छ, भिडियो क्लास हुन्छ। भिडियोमा तपाईँलाई जानकारी दिएको हुन्छ प्रपरली कसरी के गर्ने हो भनेर, रुल्सहरू के हुन्, यहाँनिर रुल्स रेगुलेसन, गाडी कता कुदाउन मिल्छ कता मिल्दैन, पार्किङ कहाँ गर्नेदेखि लगेर सम्पूर्ण कुराहरू तपाईँले त्यो थ्योरी क्लासमा पाउनुहुन्छ। र त्यो पढिसकेपछि मोबाइलमै पढ्न मिल्छ होइन, मोबाइलमा भिडियो क्लास हुन्छ, मोबाइलमा हेर्न मिल्छ। त्यो हेरिसकेपछि तपाईँले टेस्ट दिनको लागि जान सक्नुहुन्छ। सम्बन्धित जुन ड्राइभिङ स्कुलबाट गर्नुभयो तपाईँले त्यही ड्राइभिङ स्कुलबाट तपाईँले चाहिँ त्यहाँको अफिसमा गएर टेस्ट दिनलाई सक्नुहुन्छ। र त्यो टेस्ट तपाईँले पास, इन्टरनल टेस्ट पास भइसकेपछि आरटिएको चाहिँ है, आरटिएको टेस्ट पनि रहन्छ। र जब तपाईँले आरटिएको टेस्ट पास गर्नुहुन्छ तपाईँ अब गाडी सिक्नको लागि तयार हुनुभयो। जब तपाईँ अब सिक्नको लागि जानुहुन्छ तपाईँलाई रोडमा सिकाइन्छ। नेपालमा जस्तो 8 घुमाउने है, 8 नेपालतिर के हुन्छ 8 घुमाउने भन्छ, 8मा घुमायो यत्तिकै तपाईँको चाहिँ बाहिर सिकिँदैन, हामी भित्र सर्टेन एरियामा सिकिन्छ र पछि गाडी सिकेर बाहिर निस्किँदाखेरि अप्ठ्यारो हुन्छ। तर यहाँको सिनमा त्यस्तो हुँदैन, हामीले कम्प्लिटली तपाईँको चाहिँ रोडमै सिक्ने हो, रोडमै सिक्ने, रोडमै सिकाउँछ। ढुक्कसँग तपाईँले चाहिँ रोडमै जान्ने भएर चाहिँ लाइसेन्स निकाल्ने हुनाले त्यो अनुसारले इजी हुन्छ है। अनि जब हामी रोडको चाहिँ सिकिसक्छौँ त्यसपछि इन्टरनल असेसमेन्ट टेस्ट भन्ने हुन्छ है। मतलब तपाईँको यो ड्राइभिङ स्कुलले नै एउटा टेस्ट लिन्छ र त्यो टेस्टमा तपाईँ पास भएपछि अब तपाईँ अगाडि बढ्नुभयो पार्किङको लागि। पार्किङ यहाँनिर तपाईँको 5वटा स्टेपहरू हामीले पार्किङमा पास गर्नुपर्छ। 5वटा स्टेपमा तपाईँको एङ्गल पार्किङ हुन्छ, अनि तपाईँको ग्यारेज पार्किङ, एउटा प्यारालल पार्किङ भन्छ, र दुईवटा चाहिँ तपाईँको उकालो स्लोपमा कुदाउने र जिगज्याग जस्तोमा चाहिँ हामीले कुदाउने हुन्छ है त। अनि त्यसपछि तपाईँको ब्रेकिङ गर्ने, ब्रेक लगाउने पनि हुन्छ। लगभग यी अल्टुगेदर यिनीहरू 5वटा स्टेप हुन्छ। तपाईँले त्यो पनि पास गरेर, त्यहाँ पनि दुईटै किसिमको हुन्छ, एउटा इन्टरनल हुन्छ, एउटा आरटिए हुन्छ। तपाईँले इन्टरनल पास गरेपछि आरटिए दिनुपर्छ र आरटिए पास गरिसकेपछि तपाईँ अब फाइनल्ली अब तपाईँ हाइवे ट्रेनिङ हुन्छ। तपाईँ चाहिँ मेन हाइवेमा, ठुलो हाइवेमा चाहिँ 80-100 को स्पिडमा, 120 को स्पिडको रोडमा चाहिँ चलाउनुपर्छ। प्र्याक्टिस नै त्यस्तोमा गर्नुपर्छ। र त्यो प्र्याक्टिस पश्चात तपाईँको हुन्छ फाइनल रोड टेस्ट है, फाइनल रोड टेस्ट। र तपाईँले चाहिँ जब रोड टेस्ट दिनुहुन्छ, रोड टेस्ट दिँदा चाहिँ तपाईँको एकजना अरबिक यहाँको लोकल चाहिँ गाडीमा सँगै बस्नुहुन्छ। र केही डर लाग्ने जस्तो पनि हुनसक्छ, कसैलाई लोकलसँग बसिराख्ने बानी छैन अथवा अरबाबहरू देख्ने डराउने बानी छ भने चाहिँ थोरै डर लाग्न सक्छ। डराउनु पर्दैन, कम्फर्टेबल भएर आफूले सिके अनुसारले मजाले गरेर तपाईँले चाहिँ रोड टेस्ट दिन सक्नुहुन्छ। र रोड टेस्ट पास गरेपछि तपाईँको हातमा लाइसेन्स आइपर्छ। यहाँ नेपालको जस्तो वर्षौँ रुङ्नु पर्दैन, लाइसेन्स पास भयो, अफिसमा जाने, सेम टाइम प्रिन्ट गर्छन्, दिइहाल्छन् है। अब मैले सिकेको कुरा गर्दा चाहिँ मैले एक्सिलेन्स ड्राइभिङ सेन्टरमा गएर सिकेको थिएँ
र मलाई कुनै पनि ठाउँमा 2 पटकसम्म लागेन। नेपालमा चलाएर अलिअलि चलाउनलाई अनुभव पनि थियो मलाई र मैले एकदमै ध्यान दिएर क्लासेसहरू यदि तपाईँको ड्राइभिङ सिक्दै गर्दा मलाई पुगेन एक्स्ट्रा क्लास लिन्छु भन्दा पनि त्यहाँ तपाईँको चाहिँ इन्स्ट्रक्टरले चाहिँ यो मान्छेलाई चाहिँ एक्स्ट्रा क्लास निडेड छ भनेर सिस्टममा राखिदिएपछि अपडेट गराएपछि तपाईँले एक्स्ट्रा क्लास लिन सक्नुहुन्छ र ढुक्कसँग तपाईँले चाहिँ मजाले आफूलाई कम्फर्टेबल नहुने कुराहरू विभिन्न कुरा हुन्छ, लेन चेन्जिङहरू हुन्छ, एकदम मोस्टली यहाँनिर ध्यान दिनुपर्ने किनकि 8 लेन 7 लेन 8 लेन 6 लेन एकदम धेरै लेन भएको तपाईँको बाटो हुनाले हामीले लेन चेन्जमा ओभरटेकमा चाहिँ अलि धेरै केयरफुल भएर अलि राम्रो सिक्नुभयो भने फेल हुने सम्भावना न्यून रहन्छ। र तपाईँ प्याकेजको कुरा गर्नुहुन्छ कति पैसामा मैले सिकेँ भनेर कुरा गर्नुहुन्छ भने सिक्नको लागि मैले अनलिमिटेडको लागि लिएको थिएँ। अनलिमिटेडमा तपाईँको मैले लगभग 7,600 दिराम चाहिँ अनलिमिटेडमा पे गरेँ र चाहिँ मैले त्यो टोटल अमाउन्ट चाहिँ स्टेप स्टेप गरेर 4 पटकमा चाहिँ पे गरेर 7,600 पे गरेको थिएँ। अरू ड्राइभिङ सेन्टरले पनि लिने 7,600 8,000 नयाँ मान्छेलाई 8,000 यस्तै अराउन्डमा नै लिन्छ। यसमा चाहिँ फुल प्याकेज भयो। तपाईँ कुनै कुरामा फेल हुनुभयो, टेस्ट फेरि दिनु पऱ्यो भने पनि एडिसनल कस्टिङ कुनै पनि लाग्दैन है त। र यसरी तपाईँले कम्प्लिटली लाइसेन्स लिन सक्नुहुन्छ। लाइसेन्स लिएपछि दुबईमा यहाँ स्कोप राम्रो छ, तपाईँको ड्राइभिङ गरेर पनि राम्रो इन्कम गर्न सकिन्छ। सँगसँगै यदि तपाईँलाई अन्य कुराहरूको मार्केटिङको स्किल छ भने तपाईँ गाडी लिएर मार्केटिङको काम गर्न सक्छु भन्नुभयो भने तपाईँले राम्रो 5,000 6,000 7,000 स्यालेरी अझै बढी स्यालेरीको जबहरू पनि पाउन सक्नुहुन्छ है त। र तपाईँलाई यस्तै इन्फर्मेटिभ भिडियोहरू चाहिएको छ, हेर्न मन लागेको छ भने हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला। थ्याङ्क यू।